आजसम्म यो रवि लामिछाने भन्ने मान्छे कहिले मिडियाबाट भएको देख्नु भएको थियो? गृहमन्त्री हुँदा अथवा अन्य टाइममा पनि फरक छ देश चलाउने कुरा, यतिकै सजिलो छैन। आजसम्म पर्सनल रूपमा रवि लामिछाने जतिको नेता नेपालमा जन्मिएको छैन। सत्य तितो होला, यथार्थ यति हो। रवि लामिछाने भनेको आफ्नो छातीमा गोली खाएर पनि जनतासामु उभिन सक्ने नेता हो। बालन शाहको यति लामो स्ट्याटस आयो फेसबुकमा, तर बाहिर निस्किन सक्नुहुन्न उहाँ। के को डर हो? गृहमन्त्री आफ्नो, सरकार आफ्नो, त्यति हुँदा पनि बाहिर निस्किन सक्नुहुन्न। फरक छ हजुर राजनीति गर्नलाई। जनता सामु उभिन सक्ने नेता र फेसबुकमा मात्रै राजनीति गर्ने नेतामा पनि फरक छ। गृहमन्त्री हुँदा उत्तर दिन नसक्ने गृहमन्त्री र साँच्चैकै काम गर्न सक्ने, हिजो हात खुट्टा बाँधेर गृहमन्त्री बनाएका मात्रै मान्छेमा नि फरक छ। हिजो रवि लामिछानेलाई के गरेको थियो? हात खुट्टा बाँधेर गृहमन्त्री दिएको थियो। तर आज बनाएर हेरौँ न एकचोटि के गर्छन् उनले, अनि त्यहाँबाट मूल्याङ्कन गरौँला। यति हो भन्नु। रवि लामिछाने भनेको देशले युगले जन्माएको एउटा सच्चा सपुत हो। त्यही भएर सत्य तितो होस्, मलाई कसले गाली गर्नु होला, के गर्नु होला, मलाई फरक पर्दैन। म सधैँ रवि लामिछानेको सिङ्गल पक्षमा, म स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा पनि छैन। त्यहाँभित्र धेरै नकारात्मक मान्छेहरू छन्। म केवल रवि लामिछानेको मात्रै पक्षमा, अरू मलाई चाहिएन। त्यही भएर फरक छ देश चलाउने कुरा। छिटो मुद्दा टुङ्गो लाउनुहोस्।